हैन हावा चल्ने सदा हुँदैन नि कति दिन रहेछ खै पोखरा जम्सुङ 4-5 हजार त होला नि पाहाडतिर कम हुन्छ कि 5,000 सम्म होला यतातिर रसिनै ठाउँ रहेछ हरिया बुटा सुटा रहेछ हिमालय अब त हामी अलि डाउनै आइसक्यो नि 200-300 मिटर डाउन आइसक्यौँ यस्तरी गएको बाटो थाहा भएर उकालो नदेखियो हजुर अब नदी माथिबाट तल बग्नु बाटो सिधै अब त्यो ओह्रालो धेरै हाइटमा हुनु रहेछ नि हजुर 3800 भने हाइट त त्यस्तो सुमसुमबाट नि धेरै तलको उसमा सबसे जो 4,000 लगभग अब यताउता नदीको माथि हाइटमा 4,000 मिटर हाइटबाट आउनु भएको छ ऊ त कालीगण्डकी त ऊ त के अरे बडी माइलका 4200 हाइस्ट शक्तिपीठ भयो 4200 मिटर हो कहाँ बडी माइलका सुदूरपश्चिम दार्चुला नि बाजुरा म गएको थिएँ नि त्यहाँ 4 दिनको हिँडाइपछि 4200 3 दिन हिँड्ने लगभग मोटामोटी अब कालीगण्डकी पनि त्यस्तै सेम त्यही हुनुहुँदैछ माथि हाइट मनाङ मुस्ताङ डोल्पा यिनै त हुने हजुर हाम्रो हिमाली जिल्ला है अनि ऊ पनि हो क्या अरे बजाङ बाजुरा बजाङ पनि सबभन्दा हाइस्ट इलाम र मुगु र हुम्ला र सोलु हुम्ला र मनाङ हाइस्ट हजुर केही हुँदै नहुने सजिलो बाटो कहाँसम्म छ अब ठाउँमा 1800 सम्झिनु त्यस्तो अप्ठ्यारो छैन हट्टे खोला बजार नि अब यता आएछ 8 किलोमिटर लेतेमा खानुपर्छ केटाकेटी अस्ति उता थियो आज लेखा रहेछ अस्ति त्यो बोर्ड बनाएको थियो तिन लेख्दै रहेछ हजुर अस्ति बोर्डहरू ठ्याक्क पोत्या थियो आज लेखा रहेछ ठाउँ टाइप गरेर ल्याएर बोर्ड राख्यो नि त हो के टाइम लाग्छ बोर्ड राख्नलाई नै टाइप गर्ने नै कि त्यो तल पिल्लर बनाउने त्यसपछि तिनी बनाउँछ सिमेन्टका ठाउँमा बाटो औषधि खानुभयो हजुरहरूले कता चिउरा थियो त सकियो छैन चिउरा पछाडि छन् सम्झिला जाऊ तिमी खाऊ खाने हजुर चिउरा चिउरा खाइसिन्छ आज सम्झिन्जीलाई सोध्ने कुरा त भयो आज त मलाई यो त माथि गाउँ रहेछ यता पनि नयाँ छ गाउँमा यो माथि गाउँ रहेछ लौ त राखेँ नि त्यही राखेँ मैले त राखेँ अब मैले तिमीलाई लौ लौ अब ऊ नखानु लेते आइस खाना खाने ठाउँ चिउरा नखाऊ 5 किलोमिटर ल्याउता पनि एक खाइ गाडीमा पोखिन्छ फेरि न यिन त हुइसम्म पुगिजानु भयो त एउटा पाइट भ्याइएकै छैन उता बच्चा चिउरा खाँदै खाँदैन यतै हो युज भएको बाबु नानी खाँदो अलिक फ्राइड आइटम मन पराउँछन् यता हेल्दी वाला खाना जसलाई मनपर्छ थुक्पा लिन्छ खाइभएको थुक्पा राम्रो हुन्छ राम्रो हुन्छ राम्रो त राम्रो मगो चाउमिन कन्टेन्ट थोरै है चाउमिन चाहिँ त स्पागेटी चाउमिन भन्ने अहिले हाल्छन् मगो चाहिँ मगो नि हो नि 750
अब के के पालाई अरे अरे यो त महँगो हो नि मम्मी हैन बाबु अलि ढिलै छन् आउँछ 150 को पनि सक्छ आज ढिलो भइरहेको छ बाबु बाबुले हैन अफ रोड बिस्तारै चलाउँछन् पिचमा कुदाउँछन् ए हो नि बिस्तारै लैजाऊ हाम्रो नि बिस्तारै छ अब सँगै गयो हुन्छ बाबु बिस्तारै नैन त्यो नहे हुन्छ बिस्तारै मेटे साथ अस्ति धान नदेखाएर त भुइँमै रहन्छ हजुर अस्ति धान नदेखे यताबाट लेखा चाहिँ उताबाट लेखा चाहिँ छैन उताबाट लेखा चाहिँ यताबाट लेखा छ अस्ति त्यो बना पचाएको छ लेख्नलाई ए लेखा पछि लेखाएर 2 दिन लेखा होला अस्ति आउँदा बाटो उकालै हुनेरहेछ है बाबु अहिले ओह्रालो धेरै ओह्रालो नि अब तपाईँ त्यत्रो कम हाइटबाट माथि आउँदा बाटो देखिन्न तर उकालो हो नि उकालो रहेछ पहिला अलिअलि बडा झरिरहेको छ जति ओह्रालो गर्यो सास फेर्न गाह्रो भयो मान्छेलाई सजिलो हुँदै आउँछ बिचारा एउटा त कस्तै सास फेर्न गाह्रो भने तुरुन्तै तल झारिहाल्ने हो मेरो सम्झिने घोडामा पनि पहिलोपल्ट बसिरहेको छ पहिलो हो म घुम्ने कहीँ गएको छैन भने पहिले हजुरबाहरूको पालामा बस्नु भएन र बस्नु भएन हजुरबाको पालामा त अब त्यो त घोडा त अब हजुरहरू आफू चढेन चढाएन छोरीहरूलाई के चढाउँथे छोराहरूलाई चढाउँथे तर छोरीहरूलाई चढाउँदैन थियो नि फेरि घोडामा हाम्रो हजुरबाले लात्ताले हान्थे हाम्रो हजुरबाले घोडाबाट पहिलेको चलन देख्थ्यो नि त एकचोटि सानोमा अब छोरी नै एउटा बुवामा चाहिँ म जन्मेपछि सानोमै 1.5 वर्षदेखि नै हिँड्न लागेर क्या बाघहरू हामी त तल चिङ्गारमा त्यो घोडामा ल्याउने बेला घोडैसित डुबाइसक्यो गरे तिमीलाई भन्दै हाँस्दै गयो फोन हान्नु त बाबुहरूलाई देखेन अर्डर गर्दा ठिक हुन्छ नाइ कति टाढा एकचोटि कल गर्नु त मोबाइल तपाईँको त्यो त अलि एक्लै हिँड्नु भन्छ साथी होइन यहाँ त दुईटा गाडी सँगसँगै 1-2 किलोमिटर फरक के भन्नु लेदेमा हामीले खानाको अर्डर गर्दै गरौँ ठिकै हो त्यही त 5 किलोमिटर सुमनलाई कल गर्नु त बाबुले कुनमा खाएको रहेछ ड्याडी बाबुलाई कल गर्नु त हेर्नु बस्नु खोज झट्टै वडाले हो त पुरै हिजो त के किनेको कोको खाने मैदा हो नि खाने हजुरले देखाएको दाँतै फुटेको बेला त मैले एकचोटि हाल्नु सम्झिन्थ्यो त्यहाँबाट मैले दाँतमा राखिन मेरो त बारेको त अलि ढिलो पछाड छ के दाँतले ढिलो पुड्याएको छ मेरो त भन्नु न बाबु ए छोरा नजिकै छौ बाबु तिमी अस्ति लेतेमा कुन होटेलमा खाना खाएको नजिकै आएर हिँड्छौ भन्छ सानले मैले देख्नु हामीले देखाएको छौँ ऊ त्यही त होला कालो पानी के लेखा होटेल छ त्यो गाडीहरू होइन हो के हो नजिकै आइसक्यो तिमी सेतो मान्ने त गाडी घामले टल्थ्यो त्यही त मैले हिँडेर छौँ लेते नपुग्दै हो सेतो छ त गाडी ल तपाईँ नदेखिन लेते नपुग्दै खानु रे है ए हुन्छ ल हुन्छ हामी अहिले लेते पुग्नुलाई एकछिनमा आइन्छ ए बाबुलाई मिठै होला होटेल ल तिमीलाई मेसेन्जरमा पठाइन्छ बाबु त्यहाँ हेरेर लेते नपुग्दै खाने रे कालो पानी समथिङ के होटेल भन्छ अरे बाबु के मिठो छ खुवाउँछ अरे लेते नपुग्दै त्यो दिन मिठो हो र आज फेरि नमिठो हुनु त्यो हुनै सक्छ सोधे हुन सक्दैन खाना पाउनु आइसक्यो तिमी पछाडि छन् उनीहरू त आइगए हामी परे हेऱ्यौँ घुम्तीले देखिन्न कि पहाडमा पहाडको बाटोमा छक्ताङ गाउँ छक्ताङ क्या हुन्छ भोटेका भाषा अब भोटे गाउँ त हो यिनीहरू अनि अब सबै हेरेकै ठाउँ त हुन अलिअलि हेर्ने मात्र हो के कतिको के 108 दादा कसरी नहुने के भन्ने थियो चुलबुल त मृत्यु सबै यो अँगाला त हामीलाई
माथिबाट कता माथि गाउँ जान्छ बाटो गाउँ जाने बाटो पारी गाउँ जाने बाटो नै बनाउँदैछ र तुझमा टेपरमा चौरी चाहिँ नजिकै देखाएको थिएन चौरी च्याङ्ग्रा हिजो देख्यो चौरी देख्नु च्याङ्ग्रा उ होइन यो त टाढा भइगयो नजिकै च्याङ्ग्रा आए पनि रोडमै देखेको थिएन चौरी गाई चौरी त्यस्तो यो त अब 4 किलोमिटर मात्र होला यो अझै हल्का चाहिँ हल्का हुँदा ल हेर्नुहोस् यहाँबाट यसरी फोटो खिच्नु आउँदैन नजिक हिमालय फोटोबाट ट्याक्क हुन्छ कहाँ यहाँ खिच्नु हुन्छ रोकेर किन होला खाना मन छैन खिच्ने ए अँ लेतेमा त्यतामा देखिन्छ हजुर यो छैन कहीँ अँ भिडियो बनाउने हिमालको यहाँबाट ट्याक्क के हेर्ने जति अन्त मिलाएको छैन गयो बिस्तारै बिस्तारै यो त 4 किलोमिटर छ 4 किलोमिटर भनेपछि त्यो डाँडा छेक क्या एकदम सामनेकै फोटोमा हेर्दा बुझ्दै हिमालय हिमाल डाँडामा हिउँ रहन्छ नि हजुर खोला अब कोसी साना हुँदै जाने रहेछ हजुर कहाँ बढ्छ हिमालमा हिउँ हुनुपर्छ नि हजुर छैन त्यति पातलो छ एकदम पातलो यसपालि हिउँ खासै परेन नि त पानी परेन नि त पानी पऱ्यो नि हुनुपर्छ क्या पानी पऱ्यो डाँडा डाँडा सबै देखिन्छ त्यति हिउँले त कति धान्छ न त दिनसम्म त्यही यता त लस्करै हिउँले कहीँ नछेपेको हुनुपर्छ हजुर धम्पु गाउँ यहाँ होला नि ड्याडी नदेख्यो अब बस्ती हिमालमा ठ्याक्क डाँडामुनि गाउँ हुन्छ देखिन्न क्या छेक्या हुन्छ सन्दुक सन्दुक सम्झिन्छ होइन तन्दुरी भनेर छ यहाँ कहाँबाट आएको उहीँबाट निकालेको नि यहीँ फोर्छ यहीँ चाइल्ड लगाउँछ मिसिनहरू यस्तो जग्गामा पनि फाइदा यही ए तँ होटेलमा नि कल गर्नुपर्छ फेरि होटेल प्याक होला खाना चाहिँ बाहिर आउँ न त्यही होटेल कल गर्नु खाना बस्नु ठिकै बस्नको बाहिर बस्न पनि मिल्ने गफ गर्न मिल्ने बस्नलाई चाहिँ सस्तो पनि खाना त्यहाँ नखाने खाना लाग्ने खाना त अहिलेसम्म खाएको नमिठो हिजो बरु यहाँको पनि ठिकै थियो होला यहाँको त ठिकै थियो त बसेको होटेलमा हिजोको त्यो होटल उभाइ पनि ठिकै थियो त्यसमा बस्नलाई त्यहीँ बस्नु थाकिया हुन्छ निन्द्रा लागिहाल्छ त ठिकै छ सम्झिन्छु ठिकै छ आनन्द छ बस्नु खाना त्यही माइल थगालीमा माइल अलि लाइनतिर अलि महँगो भइहाल्छ क्या त मान्छे डाइरेक्ट जाने भए यस्तो भित्र नि सस्तो हुन्छ एक दिन बस्ने 2 दिन बस्न पाइने पर्छ खाना खानु हामी के भन्नु पकाइलो हुन रोटी बनाउनु ल सम्झिला कच्चा रोटी र दही रोटी मिठो नभएको पनि पाइन्छ जेरी त मजाले पाउँछ नि त्यसमा अलिकति चाखेर आफैले अलिकति चाख्ने अनिखेर मिठो भयो भने 1 लिटरै बोक्ने अनि बरु मुही फिटेर पिउने आज फेरि मुख सुक्छ कि दिनभरि सुक्दैन हजुर भवन देखाउनुमा कहिले गेला होला फाल्ने बेला भयो अब लेते आएको लेते कालोपानी बजार कालोपानी बजार के भन्छ कालोपानीमा खाएको त खाँदै तर कुन हुँदैन के मलाई नेटमा पठाइदिन्छ हैन हो तिमीलाई पठाइदिन्छु भन्छ